नमस्कार गाइजहरू, सन्चै हुनुहुन्छ हजुरहरू। हजुरहरूको सामु मैले एउटा भिडियो लिएर उपस्थित भएको छु। के कस्तो लाग्छ, राम्रो नराम्रो हजुरहरू कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला। मनपर्नेले लाइक गर्नुहोला, मन नपर्नेले कमेन्ट गर्नुहोला। नभइकन एउटा तपाईँहरू के कसैलाई आफ्नो ज्यानभन्दा धेरै, प्राणभन्दा प्यारो गर्नुहुन्छ होइन, धेरै माया गर्नुहुन्छ, चाहे केटा होस् चाहे केटी होस् होइन। अनि हजुर धेरै कल गर्नुहुन्छ, मेसेज गर्नुहुन्छ होइन, धेरै केयर गर्नुहुन्छ। कहाँ छौ, कसो, के गर्दैछौ, खाना खायो खाएनौ, खाजा खायो खाएनौ, सन्चो बिसन्चो है। अनि कुन कपडा लगाएको छौ, यस्तो कपडा नलगाऊ, उस्तो कपडा नलगाऊ, अर्कै लगाऊ होइन, लाली लगाऊ, गाजल लगाऊ, नलगाऊ भन्ने खालको कुरा नै हुन्छ होइन। अनि केटाहरूलाई चाहिँ के हुन्छ भने चुरोट नखाऊ, सुत्ती नखाऊ, गुट्का नखाऊ भन्ने खालको कुरा नै हुन्छ। अनि जस्तै कि लाइक भनौँ न, कपाल पालेको छ होइन मैले, जस्तै कि मेरै गर्लफ्रेन्डले भनौँ न, ल तिमी किन कपाल पाल्छौ, कपाल नपाल, कपाल काट भन्नु पऱ्यो, भनौँ भने त काट्नु पऱ्यो नि त होइन। त्यस्तै मान्नुपर्छ क्या। अनि एकअर्काको कुराहरू मान्नुपर्छ। जस्तै कि कुनै कुराहरू केटाको कुरा केटीलाई मन पर्दैन प्रस्ताव के, कुनै कुराहरू हुन्छ नि त। आफूले चाहेको मान्छेले, आफूले मन परेको मान्छेले यस्तो गर्दै हुन्थ्यो, उस्तो गर्दै हुन्थ्यो भन्ने खालको कुराहरू हुन्छ। केटाले यस्तो उस्तो भनेर धेरै उप्रति प्रेम गर्न थालिसकेपछि धेरै केयर गर्छ नि त केटाले त। यहाँ नगइदियो हुन्थ्यो, उहाँ नगइदियो हुन्थ्यो, यस्तो साथीहरूसँग नघुम्दै हुन्थ्यो, यसरी अरू बाहिर केटाहरूसँग नबोल्दै हुन्थ्यो, जस्तो खालको कुराहरू हुन्छ नि त। अनि त्यस्तो कुराहरू हुन्छ। अनि त्यस्तै कुराहरूले अलिकति धक्का दिन्छ क्या। के हुन्छ भने लभ अफेयरमा पनि अलिकति धक्का पर्न सक्छ क्या, हल्का झड्का पर्न सक्छ कि भुइँचालो आउन सक्छ। अनि त्यस कारणले गर्दाखेरि चाहिँ धेरै केटीहरूले चाहिँ अलिकति माइतमा हुन्छ केटीहरू है, बाबाआमाले यताउता जान पनि दिँदैन, यस्तो नगर उस्तो नगर, यस्तो कपडा नलगा उस्तो कपडा नलगाहरू पनि भन्छ। कतिपयले मम्मी ड्याडीहरूले भन्छ, कतिपयले भन्दैन होइन, राम्रो नराम्रो यस्तो उस्तो भन्छ नि त। यस्तो यस्तो आफ्नो छोराछोरीको केयर गर्नुपर्छ नि त बाबाआमाले त। अर्का घरमा जाउन्जेलसम्म, बुहारी नल्याउन्जेलसम्म त सबै बाबाआमाकै जिम्मामा त हुन्छ नि। अनि त्यही भएर चाहिँ अनि यस्तो उस्तो भन्नुहुन्छ। माइतमा हुँदा पनि स्वतन्त्र छैन। अनि त्यसपछि